कि एउटा नेपाली छोरो, हामी सबैको छोरो, यो मुलुककै छोरो, प्रत्येक नेपाली आमाहरूको यो विपिन चाहिँ छोरो हो। हामीलाई थाहा छैन उनले त्यहाँ अपहरणको शिकार हुँदाखेरि कति दुःख खेपे होलान्, कति कष्ट भोगे होलान्, कसरी मारिए, कसरी उसले ग्रेनेड चाहिँ फालेर साथीहरूलाई बचायो मौकामा। त्यो उसको बहादुरी, उसको त्यो सङ्घर्ष, त्यो सबै हामीलाई एउटा चाहिँ उसले गरेको जुन एउटा हिम्मत साहसको हामीलाई चाहिँ एउटा गौरव छ। आज यो शोक सभामा उपस्थित हुनुभएका मन्त्रीज्यूहरू, मुख्य सचिवज्यूहरू, परराष्ट्र सचिवज्यू, सेनाका पदाधिकारीज्यूहरू, पत्रकार बन्धुहरू, इजरायलका महामहिम राजदूत साहब, यो हाम्रो निम्ति एउटा आज शोकको घडी छ। विगत 2 वर्षदेखि विपिनलाई 3 करोड नेपालीको आँखाले स्वदेशमा भएका नेपाली, विदेशमा भएका नेपालीहरूले खोजिरहेका थिए। केही दिन पूर्वसम्म हामीलाई के विश्वास थियो भने विपिन जिउँदै छन् भन्ने हामीलाई महसुस लागेको थियो। अनि त्यसबेला विपिन फर्केर आउँदा उनलाई एउटा भव्य स्वागत गरेर यही विमानस्थलबाट लिएर जाने हाम्रो इच्छा थियो, तर त्यो भएन। दुर्भाग्य भनौँ हामी कि विपिन अब यो दुनियाँमा रहेनन्। आज उनी यसरी उनको सब मुलुकमा, आफ्नो जन्मेको मुलुकमा फर्केको छ। निश्चय नै हामीलाई अत्यन्त दुःख लागेको छ। एउटा युवाको जुन एउटा आकांक्षा, भविष्य बनाउने त्यो उद्देश्यले उनी परदेशमा गए र हामीलाई थाहा छैन उनले त्यहाँ अपहरणको शिकार हुँदाखेरि कति दुःख खेपे होलान्, कति कष्ट भोगे होलान्, कसरी मारिए। त्यो कुराको मनमा हामीलाई त लाग्छ नि कि एउटा नेपाली छोरो, हामी सबैको छोरो, यो मुलुककै छोरो, प्रत्येक नेपाली आमाहरूको यो विपिन चाहिँ छोरो हो। र विपिन भन्ने यो 3 वर्ड, 3 शब्द जुन छ, अब कसैले विपिनलाई बिर्सिन सक्दैन।